वेलकम ब्याक है सबैजनालाई आफ्टर लङ टाइम फेरि नयाँ भिडियो। तपाईँहरूलाई थाहा छ तपाईँहरूको लाइक उस आएको थियो है, टोलीमा चाहिँ हाम्रो एनआइडी कार्ड राष्ट्रिय परिचय पत्र बनाउने भनेर आएको थियो है टोलीहरू। त्यति बेला चाहिँ हामीले आफ्नो फोटो खिचायौँ, सबै बायोमेट्रिक दियौँ, तर अझै पनि हामीलाई चाहिँ कार्ड पाएको छैनौँ है। त्यसको लागि चाहिँ हामीले के चेक गर्न सक्छौँ त, हाम्रो परिचय पत्र बनिसक्यो कि नै भनेर स्टेटस चेक गर्न सकिन्छ है। कसरी चेक गर्न सकिन्छ? लेट्स गो टु स्क्रिन। हामी कुनै पनि ब्राउजरमा जाऊँ, यहाँ चाहिँ लेखौँ सिटिजन पोर्टल .dinidcr.gov.np/en/check। यति गरेपछि यहाँ आइयो हामी चाहिँ है। यहाँ आएपछि हामीले यहाँ अब यो फिलअप भर्न भनिरहेको छ। अब यो फिलअप गर्न भनिरहेको छ। यो चाहिँ के हो भन्दाखेरि तपाईँको फुल नेम, इफ तपाईँको फोनमा नेपाली किबोर्ड छ भने फुल नेम नेपालीमा राख्न सकिन्छ, छैन भने हामी चाहिँ यो इङ्ग्लिसमै दिन्छौँ फुल नेम है। मेरो चाहिँ नाम चाहिँ यहाँ लेखिसकेँ एन्ड डेट अफ बर्थ दिन पऱ्यो। ओके, यो भयो। एन्ड त्यसपछि हाम्रो चाहिँ अब हाम्रो नागरिकता कहिले बनेको थियो पछाडितिर हुन्छ, छाप लाएको सिग्नेचर गरेको ठ्याक्क तल है 20। ओके, मेरो चाहिँ 77 मा बनेको हो। अब यहाँ चाहिँ क्याप्चा भर्ने EEIQR। लेट्स सर्च। ओहो मिलेन, अर्को क्याप्चा OXMHON चेक गरौँ। हो, यसरी चाहिँ तपाईँको आइडी चाहिँ देखिन्छ। त्यसपछि है यो नेसनल आइडी कार्ड हो। यो चाहिँ अब के छ त, अझै पनि पेन्डिङ स्टेटसमा छ कि के छ त्यो चेक गर्नलाई चाहिँ फेरि अर्को भिडियोमा म सिकाउनेवाला छु। अहिलेको लागि बाई बाई। राम्रोसँग चेक गर्नुहोस् र आफ्नो एनआइडी कार्ड कहाँ पुग्यो भनेर इन्जोय गर्नुहोस्।